स्वामीजी प्रणाम। हजुर, यो साधना र प्रेम को के कस्तो सम्बन्ध छ र प्रेमलाई साधनामा समायोजन गर्न पर्ने छ कि छैन, अथवा यसको आवश्यकता छ या छैन, र छ भने कसरी गर्न सकिन्छ? एकदम साधनामा प्रेमको अपरिहार्यता नै छ। गुरु ओशोले त्यही भएर यो ध्यान मात्र नभनिकन उहाँले आजको दिनमा ध्यान र प्रेम सँगसँगै भनेर भन्नु भएको छ कि लभ मेडिटेसन एन्ड लभ टुगेदर। उहाँले यो दुइटैलाई जोडिदिनु नै भएको छ र यो दुइटैको जोडाइमा मात्र परिपूर्ण रूपमा मनुष्य अन्तर्यात्रामा सफल हुन सक्छ भन्ने नै देखियो। ध्यान मात्र हुँदाखेरि पनि के हुन्छ भन्नुहुन्छ भने उसको हृदयमा प्रेम नहुँदाखेरि जिन्दगीको रसधार चाहिँ हुँदैन। प्रेमले रस बगाउँछ। ध्यानबाट चाहिँ त्यस्तो रस त मिल्छ, तर जबसम्म त्यो प्रेमबाट चाहिँ फ्लो हुँदैन तबसम्म ध्यान चाहिँ अलिकति सुक्खा नै हुन्छ। सुक्खा मार्ग हो ध्यान भनेको। जब यसमा चाहिँ प्रेम पनि जोडेन पुग्छ तब चाहिँ यो मरुध्यान बन्न पुग्छ। यदि प्रेम हुँदैन भने त्यो चाहिँ मरुस्थल जस्तो हुन्छ, मरुभूमि जस्तो हुन्छ, सुक्खा हुन्छ। तपाईँले सुक्खा मरुस्थलको यात्रा चाहिँ पार गरेर कुनै ठाउँमा पुग्न त सक्नुहुन्छ र त्यसको ठाउँमा चाहिँ त्यसको विकल्पमा चाहिँ तपाईँ मरुध्यानबाट पनि यात्रा गरेर चाहिँ कुनै एउटा ठाउँमा पुग्न सक्नुहुन्छ। अब मरुस्थलबाट पुग्नुभन्दा त मरुध्यानबाट पुग्नु चाहिँ उत्तम हो नि त, होइन र? अब ध्यान र प्रेम सँगसँगै भयो भने चाहिँ तपाईँ चाहिँ मरुध्यानको चाहिँ मार्गमा चाहिँ जानुभयो। तपाईँ एउटा सुगन्धित यात्रा चाहिँ तपाईँले रोज्नुभयो। एउटा आनन्ददायक मार्गबाट चाहिँ तपाईँ अन्ततः समाधिमा परम ज्ञानको स्थितिमा पुग्नुहुन्छ। अब ध्यान मात्र हुँदा के हुने भयो? प्रेम नहुँदाखेरिको स्थितिमा तपाईँ पुग्न त सक्नुहुन्छ। ध्यान गर्दै 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 ध्यानमा डुब्नुभयो, तपाईँले प्रेम कुनै पनि विकसित गर्नु नै भएन भने ध्यानबाट अल्टिमेटमा पुगेपछि के हुन्छ? तपाईँले एकैचोटि समर्पण गर्नुपर्ने हुन्छ। ध्यानको मार्गमा जाने मान्छेले के गर्ने भयो? अन्तिममा समर्पित हुने भयो र परमात्माको लोकमा प्रवेश गर्ने हो। समर्पण त अपरिहार्य नै छ, ध्यानबाट गए पनि प्रेमबाट गए पनि। अब प्रेमको मार्ग रोजेर के हुने भयो? प्रेमको मार्ग रोज्नु भनेको के हो? सुरुबाटै समर्पित हुनु हो है। त्यसैले प्रेम गर्नको लागि त्यही भएर सुरुमै झुक्नुपर्ने हुन्छ नि, समर्पित हुनुपर्ने हुन्छ। ध्यान गर्नको लागि झुक्नु पर्दैन। ध्यान तपाईँ नझुकिकन पनि गर्दैन सक्नुहुन्छ, कठोर भएर पनि तपाईँ ध्यान गर्दैन सक्नुहुन्छ, सङ्कल्पशाली भएर पनि गर्न सकिन्छ। सङ्कल्प मात्र हुने भयो। तपाईँको ध्यान मात्र गर्नको लागि सङ्कल्प मात्र भए पुग्छ। तर प्रेम गर्नको लागि सङ्कल्प चाहिँदैन। प्रेम गर्नको लागि त तरल हुनुपर्ने हुन्छ, तपाईँ बग्नुपर्ने हुन्छ, तपाईँ डुब्नुपर्ने हुन्छ। त्यसैले यहाँ हामीले साधनाको गहिराइमा जान चाहने मान्छेले प्रष्ट भएरै बुझ्नुपर्ने हुन्छ। ध्यानको मात्र मार्ग रोज्ने हो अथवा प्रेमको मात्र मार्ग रोज्ने हो, अथवा ध्यान र प्रेमलाई सँगसँगै लाने हो। ध्यानलाई मात्र रोज्दा के हुन्छ? ध्यान गर्दै 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 मान्छे अन्तिममा चाहिँ एउटा स्थितिमा पुगेर उसले समर्पण गर्छ र त्यो परम लोकमा ऊ पुग्न सक्छ। त्यो परम स्थितिमा उसले प्राप्त गर्छ र त्यसपछि करुणाको जन्म चाहिँ हुन्छ, नहुने चाहिँ होइन। अब यदि प्रेमबाट गयो भने के हुन्छ? प्रेमबाट चाहिँ कोही मान्छे सिधै ध्यानलाई छोडिदियो, प्रेममा डुब्दै डुब्दै गयो भने प्रेम श्रद्धामा रूपान्तरित हुन्छ र परम श्रद्धाको स्थितिमा ऊ पनि परमात्मामा पुग्छ। प्रेममा बग्दै 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 पनि वहीँ पुग्यो। प्रेममा बग्दै बग्दै जानु भनेको पानी बग्दै 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 सागरमा पुगे जस्तो भयो। ध्यानबाट माथि पुग्नु भनेको चाहिँ के भयो? आगो चाहिँ मासतिर जाँदै 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 सूर्यमा पुगे जस्तो भयो। अब मासतिर जाने अथवा तलतिर जाने। ध्यान एउटा बाटो भयो, प्रेम अर्को बाटो भयो। अब ध्यान र प्रेमलाई सँगसँगै जोडियो भने के हुन्छ? उसले ध्यान पनि गर्छ, ध्यान गर्ने क्रममा ऊ एकदम सङ्कल्पवान भएर ध्यानमा प्रवेश गर्छ र प्रेम गर्नको लागि ऊ फेरि पग्लिदिन्छ, सरल भइदिन्छ, सरल हृदयमा चाहिँ ऊ बगिदिन्छ, प्रेममा चाहिँ फ्लो भइदिन्छ। यसरी चाहिँ उसले ध्यान गर्दै ध्यानबाट जुन अनुभव भइरहेको हुन्छ, जुन ऊर्जा मिलेको हुन्छ, त्यो ऊर्जालाई चाहिँ प्रेममा रूपान्तरित गर्छ। यसो गर्दै जाँदाखेरि के हुन्छ? दुईटै कुरा चाहिँ ब्यालेन्स भयो सुरुबाटै। एउटा ध्यान गर्नको लागि उसले सङ्कल्प बढायो र प्रेममा जानको लागि समर्पणलाई पनि उसले जारी राख्यो। यसरी सङ्कल्प र समर्पण दुईटै कुराको समायोजन हुने भयो। त्यसैले गुरु ओशोले बनाएका ध्यानको जुन डिजाइन छ नि, यो डिजाइन नै उहाँले ध्यान र प्रेम दुईटैलाई जोडेर बनाइदिनु भएको छ। यसमा अलिकति कुरो जोडौँ, स्पष्टै पारौँ होइन, अलिकति कुरो जोडौँ। जस्तो सक्रिय ध्यानको कुरो गरौँ, डाइनामिक मेडिटेसन।
र अर्को पपुलर मेडिटेसन कुण्डलिनी मेडिटेसन डाइनामिक ध्यान र कुण्डलिनी ध्यान, यो दुइटै सक्रिय ध्यानहरू ओशो जगतमा बडो पपुलर छ। अब हेर्नुहोस् है त, यी दुइटै ध्यानहरू गर्दाखेरि सुरुमा सक्रियता छ। पहिलो डाइनामिकको कुरो गरौँ, पहिलो दोस्रो तेस्रो यी तिनटैमा के छ, बडो सक्रिय भएर चाहिँ मान्छेले ध्यानमा प्रवेश गर्ने चेष्टा गर्नुपर्ने हुन्छ। र चौथो स्टेपमा के हुन्छ, निष्क्रिय भइदिनु पर्यो, 81 निष्क्रिय हुनु पर्यो। त्यसपछि के छ, नाच्नुपर्ने चरण छ। अब नाच्ने चरण किन जोडियो भन्दा नाच्नको लागि त मान्छे डुब्नुपर्ने हुन्छ, प्रेममै बग्नुपर्ने हुन्छ, यो अस्तित्वको प्रवाहमा बग्ने हो। तब मात्र ऊ त्यो नचाइमा डुब्न सक्छ, तब मात्र एउटा कीर्तन चाहिँ घट्न सक्छ। यो स्थितिमा चाहिँ पुर्याउन खोजेको। त्यसैले यो दुइटैको के गरियो, संयोजन गरियो, ध्यानको र प्रेमको समायोजन गरियो। डाइनामिक मेडिटेसनमा पनि र कुण्डलिनी मेडिटेसनमा पनि हेर्नु है त, पहिलो चरणमा के गरियो, कम्पन गरियो, 15 मिनटको पावरफुल कम्पन हुने भयो। दोस्रो चरणमा के गरियो, नाच्नुपर्ने छ फेरि दोस्रो चरणमा। ल हेर्नुहोस् है त, यो के गराइयो त अन्त पहिलो चरणमा तपाईँलाई सङ्कल्प जगाइयो, शक्ति जगाउनको लागि चाहिँ सेटिङ गरेर चाहिँ तपाईँले ऊर्जा जगाउने चेष्टा गर्नुभयो। र दोस्रो चरणमै के गरियो, अब नाचियो, डान्स गर्नुपर्ने भयो, तपाईँ बडो गहिरो डुब्नुपर्ने भयो, अब प्रेममा डुब्नुपर्ने भयो। नाच्नको लागि प्रेम नै गर्ने हो। यसरी ध्यान र प्रेमलाई उहाँले जोडिदिएर नै डिजाइन गरिदिनु भएको छ ध्यानको सबै किसिमको चाहिँ सक्रिय ध्यानहरू दिँदाखेरि नै। र उहाँको टिचिङमा नै, टिचिङको आधार स्तम्भ नै ध्यान र प्रेममा खडा भएको छ। त्यसैले ध्यान गर्ने क्रममा प्रेमको अपरिहार्यता नै छ। एउटा प्राकृतिक ढङ्गले प्रेममा बग्दै गइयो भने ध्यानमा बडो तीव्रता दिन्छ, धेरै अत्याधिकै तीव्रता। त्यसैले यो प्रेम पनि प्युरिफाई हुँदै जान्छ। सुरुमा चाहिँ हाम्रो प्रेम के हुन्छ, कन्डिसनल प्रेम हुन्छ। सुरुमा त हामी एकैचोटि अनकन्डिसनल प्रेम गर्न चाहिँ सक्दैनौँ। सुरुवाती चरणमा कन्डिसनल प्रेम हुने भएको कारणले, प्रेमको कारणले हामीले अनेक ठक्करहरू पनि सहनु पर्ने हुन्छ, दुःख झमेलाहरू हामीले झेल्छौँ। किन झेल्नु परेको हुन्छ त भन्दाखेरि त्यो हाम्रो प्रेम चाहिँ अनकन्डिसनल भएको छैन कि बेसर्त प्रेम भएको छैन। हाम्रो प्रेम चाहिँ सशर्त भएको कारणले ती अनेकन झमेला र समस्याहरू आइपर्छन् सुरुवाती चरणमा प्रेममा जाँदै गर्दा। त्यसै कारणले पनि मान्छे प्रेममा जानलाई हच्किनुको कारणै त्यही हो कि दुःख झमेला छ, प्रेममा जाने बित्तिकै त्यहाँ त कठिनाइ आउँछ। तर त्यो कठिनाइ सुखद हो। त्यो कठिनाइबाट गुज्रिँदै 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 ऊ एक दिन चाहिँ अनकन्डिसनल प्रेममा चाहिँ पुग्ने हो, बेसर्त प्रेममा चाहिँ पुग्ने हो, ताकि उसले यो सारा अस्तित्वसँग नै प्रेम गर्न सकोस्। यसरी चाहिँ जानियो। त्यसैले गुरु ओशोले दिनुभएको डिजाइन अनुसार र उहाँले राखिदिनु भएको आधार स्तम्भ अनुसार चाहिँ ध्यानको साथसाथै प्रेम अत्यन्त जरुरत छ। र प्रेमको साथ कोही चाहिँ प्रेममा बग्न चाहिरहेको छ भने त्यो प्रेमलाई चाहिँ अझ प्रेमको इन्टेन्सिटी बढाउनको लागि चाहिँ, त्यसलाई चाहिँ प्युरिफाई गर्नको लागि चाहिँ, शुद्धि गर्नको लागि चाहिँ ध्यान सँगसँगै जोडिनु पर्ने हो। प्रेमको लागि पनि ध्यान जोडिनु पर्ने हो। यसरी दुईटा एक आपसमा चाहिँ परस्पर निर्भर छन्। यो दुइटै जरुरत हुन्छ र यो नै एउटा पूर्ण मनुष्यको लागि जरुरत विधि हो। यसैले नै परिपूर्ण रूपमा पूर्ण मनुष्य जन्माउन सक्छ। उहाँले जुन न्यू म्यान भनेर भन्नुभएको छ नि, यो न्यू म्यानमा दुइटै कुरा हुन्छ, एक ध्यान पनि हुन्छ र अर्को प्रेम पनि हुन्छ। ऊ अपुरो हुँदैन, यो दुइटै कुरामा कम्प्लिट हुन्छ। यस्तो चाहिँ हुन्छ र यही नै जरुरत हुन्छ। ध्यानको साथ प्रेम पनि चाहिन्छ र प्रेमको साथ चाहिँ ध्यानको सहयोग लिएर बग्ने चाहिँ पर्ने हुन्छ। त्यसैले यो दुइटै जरुरत हुन्छ, परस्पर जोडिन्छ।